ओम मानी पद्मे हूँ भनिदिनु त। ओम माने पामे ओम मानी पद्मे हूँ। ओम माने पद्मे हूँ। एउटा कुरा बुझ कि काका, तिमी एउटा कुरा बुझ कि तिमी डम्बारू बजाएर पूजा गरेर, घन्टी बजाएर पूजा गरेर, तिमी ढ्याङ्ग्रो ठोकेर पूजा गरेर केही फलिफाप छैन। तिमीले जब आफ्नो घरको मैला चाहिँ टिपेर लगेर अर्का घरमा फ्याँक्छौ, आफू स्वयं चाहिँ एकदमै राम्रो सफा हृदयको, अरू चाहिँ नराम्रो कुचित्तको सोच्छौ है। अनि तिमीले गर्ने कर्महरूमा चाहिँ जहिले मलाई मात्रै होस्, मेरो मात्रै होस् भन्छौ। सिमाना, आफ्नो सिमाना नागेर अर्काको सिमाना मिच्दै जान्छौ है। खालि अपराध मात्रै सोच्छौ, खालि लोभ लालच मात्रै गर्छौ भनेदेखि तिमीले गरेको पूजाको औचित्य छैन, तिमीले गरेको पूजाको फलिफाप छैन क्या। तिमीसँग भगवान् प्रसन्न हुँदैन। भगवान् प्रसन्न हुने भनेको सत्कर्मदेखि हो। त्यो बिहान उठेर एक भारी फुल टिपेर लगेर भगवान्लाई चढाएर पानी चढाएर हुनेवाला केही पनि छैन। मलाई चाहिँ त्यस्तो लाग्छ है, मलाई चाहिँ त्यस्तो लाग्छ। अब के कस्तो हो, मैले अर्काको आस्थामाथि मैले भताभुङ्ग गर्नु खोजेको होइन, अर्काको आस्थालाई मैले आक्रमण गर्नु खोजेको होइन है। मान्छेहरूले धेरै कुरा गर्छ, युजी ब्रोको खोइ त फलोवर्सै बढ्दैन, जहिले पनि सोध्छ फलोवर्सै बढ्दैन, तपाईँको भिडियोमा पैसा आउँछ आउँदैन होला होइन। मलाई पैसा आओस् नआओस्, मेरो फलोवर्स, म जतिले हेर्दैछ स्वच्छ हृदय भएको, शुद्ध चित्त भएको व्यक्तित्वहरूले हेर्नु हुँदैछ होइन। एकदमै शुद्ध चित्त भएको व्यक्तित्व, स्वच्छ विचार धारणा भएको मान्छेहरूले मात्रै मलाई फलो गरिराख्नु भएको छ, उहाँहरूले मात्रै मलाई हेरिराख्नु भएको छ होइन। अनि म त्यसमै ग्रेटफुल छु क्या। राम्रो कम्ती हुन्छ क्या त, राम्रो चिज जहिले पनि कम्ती हुन्छ, नराम्रोकै भर्ती खान्छ यहाँ। राम्रो मान्छे धेर हुन्थ्यो भनेदेखि यो संसार नरहेर स्वर्ग बनिन्थ्यो होला होइन। त्यही भएर मलाई राम्रो व्यक्तित्वहरूले मात्रै फलो गर्नुभएको छ, म त्यसमा धन्य छु, म ग्रेटफुल छु है। र तपाईँहरू धेरैलाई म धेरै सम्झना व्यक्त गर्दै, हाम्रो माया सम्झना, हाम्रो पिरती, हाम्रो सम्बन्ध यसरी बाँचेको छ, यसलाई बरकरार राखौँ है। सर्वप्रथम तिम्रो चित्त नै शुद्ध छैन भने तिमीले गरेको पूजाको केही फलिफाप छैन। त्यसैले म भन्छु होइन, पहिला फर्स्ट चित्तलाई शुद्ध राखौँ, सत्कर्म गरौँ। पूजापाठ भने पछाडिको कुरा हो, पहिला आफ्नो चित्त शुद्ध छ, आफूले गरेको कर्महरू सत्य छ भने त्योभन्दा ठुलो उच्च कोटिको धर्म केही पनि हुँदैन त। त्योभन्दा उच्च कोटिको धर्म केही पनि हुँदैन होइन। मैले चाहिँ अब होइन, मेरो छोरालाई मैले स्कुल पठाएर अर्काको छोरालाई चाहिँ बोलाएर ल्याएर घाँस काट्दा भाइ 5 रुपियाँ दिन्छु, भाइ यो काम गर्दै त 1 बोटको जाँडी दिन्छु, आइज तँ र म बसेर तास खेलौँ, आइज बेडी तानौँ। आफ्नो छोरालाई चाहिँ स्कुल पठाएर अर्काको लागि त्यस्तो गर्नु, यो समाजमा त्यस्तो मान्छेहरू छ है। यो समाजमा चाहिँ बाजे त्यस्तो मान्छे छ, आफ्नोलाई चाहिँ स्कुल पठाउँछ, अर्काकोलाई चाहिँ बेडी तनाउँछ, आफ्नोलाई राम्रो चिजहरू देखाउँछ, खिलाउँछ पिलाउँछ, अर्काकोलाई चाहिँ नराम्रो कुलतमा फसाउँछ। अनि मैले त्यस्तो गर्नु अनि यो पाराले हाम्रो समाज कहाँ जान्छ? विकृति कुलततिर फसिँदैन। त्यसै हामी पछाडिएका छौँ, हो कि होइन? जय हो गुरु, जय गुरु। अब खेला हुन्छ सुरु। मेरो ऱ्याप सुनेपछि सबैजना रुनुपर्छ धुरु धुरु। सबैजना रुनुपर्छ धुरु धुरु। बस यस्तो हुन्छ है। म ज्वरोले भर्खर व्याकुल भएर आजदेखि अलिक आराम भएको छ। अहिले म अर्जुन गाछको त्यो हुँदैन बोक्रा, त्यो छाल त्यो खाँदै हिँड्दैछु क्या। त्यसले चाहिँ हल्का टक्सिन्सहरू आउट गर्ने, प्लस भित्रको हार्टलाई, मेरो हार्टबिट पनि भुक 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 भइरहेको थियो क्या, त्यो हार्टबिट पनि कन्ट्रोल गर्छ भनेर चाहिँ त्यो खाँदैछु। हामीले हाम्रो समाजलाई राम्रो पाराले बनाउनुपर्छ। म हरेक दिन मेरो भिडियोमा म हँसाउँदिनँ त, म कमेडी गर्दिनँ, म नचाउँदिनँ, म नाच्दिनँ, म छाडा विकृति शब्दहरू प्रयोग गर्दिनँ। म जहिले पनि राम्रो होस्, अगाडि बढोस्, हाम्रो सन्तानहरू, हाम्रो भावी पिँढीहरूले राम्रो शिक्षा लिएर जाओस् भन्ने मात्रै सोच्छु होइन। अनि त्यही हिसाबले हामी पनि त अगाडि बढ्नुपर्छ। हामीले चिजहरूलाई प्रयोगमा ल्याउनुपर्छ, राम्रोलाई नराम्रोलाई त्याग्नुपर्छ होइन। मेरो बाउले पनि अलवेज यस्तै कुराहरू गर्नुहुन्थ्यो। अनि म बाउको सोचलाई अगाडि लान्छु, अगाडि बढेर जान्छु भन्ने मेरो सोच छ। तपाईँहरूको साथ सपोर्ट चाहिन्छ।